ह्याप्पीली एभर आफ्टरको तेस्रो अध्यायमा लेखिका न्यान्सी डिमोसले एउटा महत्त्वपूर्ण सत्य औल्याएकी छिन्। विवाहको केही हप्तामा उनले बुझिन् कि वैवाहिक सम्बन्धमा एउटा यस्तो अदृश्य तत्त्व वा सर्पले प्रवेश गर्छ जसले श्रीमान र श्रीमती बीच शङ्का र असमझदारीको बिउ रोप्न खोज्छ। यो प्रभाव निकै सुस्त र थाहै नपाई हाम्रो व्यवहारमा देखिन थाल्छ। जस्तै अर्काको कुरा सुन्नु र बुझ्नु भन्दा आफ्नो कुरा मात्र सुनाउन खोज्नु, विनम्र हुनुको सट्टा आफूलाई सधैँ सही प्रमाणित गर्ने प्रयास गर्नु, आफ्नो जीवनसाथीको कमजोरीलाई ठुलो बनाउनु तर आफ्ना गल्तीहरू बेवास्ता गर्नु र आफ्ना आवश्यकता र योजनाहरूलाई मात्र बढी प्राथमिकता दिनु। जब हामी परमेश्वरको मार्ग निर्देशन र आफ्नो जीवनसाथीलाई छोडेर आफ्नै ढिटमा चल्न खोज्छौँ, सम्बन्धमा दूरी र पीडा सुरु हुन्छ। तर उत्पत्ति 3 अध्यायको यो प्रसङ्गले हामीलाई एउटा आशा पनि दिन्छ। हाम्रो वैवाहिक जीवनको सफलता हाम्रो आफ्नै सीमित शक्तिमा भर पर्दैन। यसको वास्तविक समाधान त मुक्तिदाताको अनुग्रह, प्रेम र क्षमामा लुकेको छ, जसले हाम्रा कमजोरीहरूलाई हटाएर सम्बन्धलाई फेरि जोड्नुहुन्छ। यही अनुग्रहले नै श्रीमान र श्रीमतीलाई एकअर्काप्रति समर्पित हुन र निस्वार्थ प्रेम गर्न सिकाउँछ। लेखिकाले जोड दिएकी छन् कि हामीले आफ्ना गल्तीहरूका लागि क्षमा माग्दै सर्पको दुष्ट योजनाहरूलाई परास्त गरेर सँगै अघि बढ्नुपर्छ। त्यसैले आजै आफ्नो जीवनसाथीको कदर गर्नुहोस् र सोच्नुहोस् कि कसरी तपाईहरू दुवै मिलेर आफ्नो सम्बन्धलाई अझ सुन्दर र बलियो बनाउन सक्नुहुन्छ।